हाई एभ्रिवान, आज चाहिँ म सिम्पल प्लाजोको कटिङ भिडियो देखाउँदैछु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। भर्खर सिकेकोहरूलाई चाहिँ काम लाग्ने खालको चाहिँ मैले भिडियो लिएर आइरहेको छु। मैले चाहिँ यो यहाँनिर चाहिँ 2 इन्ची फोल्ड भाग राख्यो भने 2 इन्ची इलास्टिक भाग छोडेर हाम्रो लेन्थ छ 36 इन्चको अनि प्लस हाफ इन्च जोडेर 36.5 इन्ची लेन्थ लिएको छु भने अनि एक्स्ट्रा माथि हामीले 1.5 इन्ची लिनुपर्छ यो पछाडिको भागको लागि। अनि मैले यहाँबाट 2 इन्ची इलास्टिक भाग छोडेर चाहिँ यहाँ 10.5 इन्ची चाहिँ लिइरहेको छु। यो चाहिँ हाम्रो जाङको भाग रह्यो अनि यो अगाडिको भाग रह्यो यो जाङको भाग भने यो चाहिँ रह्यो पछाडिको भाग। यो चाहिँ मैले लगभग 2.5 इन्ची लिएको छु। यो चाहिँ पछाडिको जाङको भाग रह्यो अनि यो तल मोता भइहाल्यो। हाम्रो चाहिँ यहाँनिर अगाडिको जाङको भाग 13 इन्ची आएको छ अनि यहाँनिर 13 इन्चीको हाफ चाहिँ हामीले 6.5 मा चिनो लगाउने के यो। अनि हाम्रो मोता चाहिँ 18 रहेको छ। यतापट्टि 4.5 लिने अर्कोपट्टि 4.5 लिने अनि जाङबाट यसरी जोड दिने अनि यताको साइडबाट यसरी जोड दिने अनि यहाँबाट हल्का सेप दिनुपर्छ अझै यसको लागि। ल यसरी चाहिँ सेप दिएँ मैले। अब चाहिँ यो कटिङ गर्न बाँकी छ। यहाँ चाहिँ मैले 2टा सुरुवाल एकैचोटि निकाल्न आँटेको छु 2 सेट। यो चाहिँ एकैजनाको कपडा भएर चाहिँ मैले चाहिँ यसरी 2 सेट कपडा चाहिँ एकैचोटि निकालेको छु। यो चाहिँ 8 फोल्डमा रहेको छ। यसरी एकैजनाको भएपछि चाहिँ एकैचोटि निकाल्दाखेरि सजिलो हुन्छ। मैले चाहिँ कटिङ गर्न थालेँ। पहिले यो पछाडिको भागको कटिङ गरेँ। भिडियो चाहिँ लामो हुन्छ, तपाईहरुले अन्तिमसम्म हेरिदिनु। भर्खर सिकेकोहरूलाई चाहिँ सजिलो हुनेछ यो। भिडियोले हेरेर कति कपडाहरू चाहिँ सिलाइन्छ नि त। यो साइडको भाग भइहाल्यो। अब कतिजनालाई कसरी काट्ने होला कसरी के गर्ने होला भन्ने हुन्छ नि त। भर्खर सिक्नेहरूलाई चाहिँ अझ गाह्रो हुन्छ। अनि मैले चाहिँ आज कटिङको भिडियो राख्दैछु। अब यो चाहिँ मैले 4टालाई चाहिँ यसरी काटिदिन्छु कि यो मैले काटिदिएँ हो। यसलाई छिनाइ नै दिएँ। अब यो भनेको चाहिँ अगाडिको भाग रह्यो। अब यो दुईटा सुरुवाल भएकोले अगाडिको भाग 4टा निस्क्यो। अब यो पछाडिको भाग यो पछाडिको भाग हो। यसबाट हल्का माथि जाने 1.5 इन्ची माथि जाने पछाडिको भागमा यसरी। अनि यो अब यसरी यसलाई मैले यहाँ छुट्याइदिएँ। अब यो पनि 4टालाई चाहिँ काटिदिने गनेर। अब यो निकालेर काट्दा नै हुन्छ। म चाहिँ यतिकै काटिदिन्छु। मलाई चाहिँ बानी भइसकेको छ। यो चाहिँ मैले अगाडिको काट्दैछु। अब ल मैले चाहिँ काटिसकेँ। यो चाहिँ रह्यो अगाडिको भाग यो पछाडिको भाग। ल यति सजिलो छ कि सिम्पल प्लाजो काट्नलाई। मेरो भिडियो चाहिँ कस्तो लाग्यो अनि अरू पनि तपाईहरुलाई कटिङको भिडियो चाहिन्छ भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि कमेन्ट पनि गर्नु होला अरू भिडियो पनि कटिङको लाउनु भनेर म लाउने छु। बाइ बाइ।